बाटो चाहिँ Hello guys, so finally I'm here at Dagana है त टेस्टथाङ दागाना यहाँ आइपुगेछु भने यहाँदेखि एकदम भ्यू दामी देख्दो रहेछ र देउराले चाहिँ यता पर भनेर भन्नुहुँदैछ यता दादाले भने यहाँ हेर्नुहोस् है त एकदम दामी रहेछ ठाउँ चाहिँ यहाँबाट यो रोड चाहिँ यता उता गेसलिङबाट आयो भने हाम्रो यसै नि अब उताबाट जानेछौँ अनि यो हेर्नुहोस् है के दामी रहेछ त ठाउँ चाहिँ हेर्नुहोस् म जुम गरेर देखाउनुछु तपाईलाई यो चाहिँ टेस्टथाङ भन्छ अरे त अनि यो पारिको ठाउँहरु चाहिँ मलाई त्यसो थाहा छैन हो किनभने म फर्स्ट टाइम आएको यो ठाउँ हुन्छ र तपाईलाई त्यो ठाउँ थाहा भएन चाहिँ कमेन्ट गरिदिनुस् हेर्नु के दामी देख्दो रहेछ तर अहिले चाहिँ भने अलिकति रात परेको भएर हैन भ्यू त्यति साह्रो खासै चाहिँ देख्दैन तर घाम लागेको भने दामी देख्ने रहेछ है त र अब यहाँ हैन यसो घुम्ने दादा र म चाहिँ उता परेसम्म जानेछौँ र अहिले चाहिँ यहाँ आएर बसिरहेको छौँ अब यहाँ हामी एकजना दादा पर्खेको छौँ ल यसको ओल्ड नेम चाहिँ के हो म यहाँ सोध्दैछु है त यहाँ दोकानमा गएर यसलाई यहाँ अहिले चाहिँ दागा पहिला भ्यू पोइन्ट अरे हो यहाँ दिदी छ नि यहाँ दोकानलाई सोध्नेछु र यहाँ रात पनि परिसक्यो राति यता आइपुगेँ त त्यही हो मैले यहाँ दोकानेलाई सोधेँ कि यो गाउँको पुरानो नेम चाहिँ गाँडे माला अरे त म चाहिँ देउरालीमा छु म अघि भने नि टेस्टथाङ भनेर र यो टेस्टथाङको पुरानो नेम चाहिँ भने गाँडे माला अरे र तपाईहरुलाई हैन टेस्टथाङ भनेर चिने भने गाँडे माला भनेर चिन्नु भयो होला नि त र यही हो त गाँडे माला और टेस्टथाङ अहिलेको करेन्ट नेम चाहिँ टेस्टथाङ हो रहेछ हेर्नुहोस् एकदम दामी रहेछ दागा पेलाको भ्यू पोइन्ट हेर्न यस्तो ठाउँ भुटानमा नि रहेछ त हाम्रो बेसी एक्सप्लोर गरिँदैन नि त त्योहरू थाहै हुँदैन रहेछ है हेर्नुहोस् Another vlogger has joined है त यता मुक्तन क्याली 96 ले जोइन गर्नु भएको छ अनि यता रमेश सुब्बा ब्लग्स भइरहेको छ सान्ची अनि यता ब्रदर चाहिँ आई एम फ्रम दागापेला हेयर इटसेल्फ हजुर अनि यता ब्रदरको ब्लग चाहिँ म हेरिरहेको हुन्छु उसको दुई जनाको हेरिरहेको हुन्छ है त र यता रमेश सुब्बा दाइको चाहिँ मलाई युट्युबमा चाहिँ मैले हेरेको छैन है मैले सिधै भन्छु हो फेसबुकमा चाहिँ एकदम हेरिरहेको हुन्छ नि यता ब्रदरको चाहिँ म हेर्छु अनि त्यही हो अहिले चाहिँ हाम्रो यहाँ हैन दागापेला यता टेस्टथाङ नि दादा टेस्टथाङ भन्नेमा आइपुगेको छु यता देउरालीबाट यता काटेर यता आइपुगेको छु भने यता पर देउराली हो र अहिले चाहिँ अलिक रात परिसकेछ हो अनि त्यो भएर त्यति साह्रो भ्यू खासै चाहिँ देख्दैन तर पनि यसो अलिकति जति देखेको चाहिँ देखाइदिनु र यहाँ हजुर साथी भेला भएर यता हाम्रो यहाँ भिडियो बनाउँदै यता आएको यसो गफ गर्दै नि र यो ठाउँ चाहिँ नि कस्तो लाग्यो भने हाम्रो गाउँ उता दोबानमा जस्तै माउगाउँ जस्तो पो लाग्यो यहाँ किनभने अलैँचीहरू पनि ठ्याक्कैसँग रोपेको रहेछ हो यहाँ हेर्नुहोस् यो अलैँची रोपेको रहेछ हो अलैँची पनि त्यति साह्रो खासै राम्रो गरेर चाहिँ आएको रहेन अलिक हुन्छ बुर्चे इत्रु रहेछ भने अब जङ्गल घाँस पातहरू नि होइन उता मेरै गाउँको जस्तै रहेछ है त मेरो गाउँको भिडियो हेरेको छैन चाहिँ हेर्नुहोस् युट्युब च्यानलमा गएर यहाँ देख्नुहोस् र यो माथि देखेको चाहिँ देउराले है त र यहाँ यो आरुको फुलले अलिक राम्रो नदेख्दो रहेछ यता हेर्नुहोस् र यता पर चाहिँ दागापेला हो है त ल तपाईहरुले छ नि यता दादा र यता ब्रदरको युट्युब च्यानल पनि म त कमेन्ट गरेर यो गरिरहेको छु हो तपाईहरुले हैन उनीहरुलाई नि सब्स्क्राइब गर्नु होला त्यस्तै गरेर उनीहरुको फेसबुक पेज पनि छ फेसबुकको यता रमेश सुब्बा ब्लग नै भनेर छ भने यता ब्रदरको चाहिँ के पो छ फेसबुक मुक्तन क्यालिनी छ त्यहाँ गएर हैन फलो गरेर हैन सपोर्ट गरिदिनुहोस् है त हाम्रो त सानो कम्युनिटी हो हैन तपाईहरुको माया र साथ चाहिँ एकदम चाहिन्छ र जरुरत छ र सपोर्ट गरिदिनुहोस् हजुर त्यही हो र युट्युबमा चाहिँ नि सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है त अनि होइन तपाईँले भरसके साथीहरूलाई सेयर पनि गरिदिनुहोस् र कमेन्ट छोडिदिनुहोस् र थम्स छ नि यस्तो गरेर अप भएको त्यो चाहिँ लाइक गर्नुहोस् है त ल अब चाहिँ भने यहाँ हाम्रो मक्तन क्याली ब्रदरले यता कफी खाउँ अरे नि त देउरालीमा अनि यहाँ कफी खानु बसेको हामी तिनजना
र यो एउटा दोकान रहेछ जनरल स्टोर रहेछ जम्मै पाउँदो रहेछ नि त्यो सामान लुगाबाट लिएर होइन जम्मै हामी यहाँ भ्यू पोइन्टमा छौँ मान्छेहरूले बसेर यसो चियाहरू खाएर जाने त्यस्तै त हालत चाहिँ यस्तो छ लिएर आएको छ कि यो भ्यू चाहिँ छ नि दामी देख्दो रहेछ अब क्यामेरामा त केही नदेख्दो रहेछ खास देख्नु यहाँ हाम्रो मक्तन काली ब्रदर चाहिँ यता छ र यता सब्सक्राइब गर्नुहोस् है त अघि नै मैले देखाएको थिएँ फेरि पनि भन्दैछु सब्सक्राइब गर्नु चाहिँ नबिर्साउनुहोस् यता ब्रदरको च्यानलमा पनि है त ल यो चाहिँ देउरालीको भ्यू एन्ड वान थिङ यो देउरालीमा चाहिँ चाँडै नै यहाँ देउराली भ्यू पोइन्ट भन्ने एउटा होटल होइन स्टार्ट हुने रहेछ त अहिले चाहिँ होइन कन्स्ट्रक्ट गरेर सबै आँटेको रहेछ अलमोस्ट डन जस्तो देख्यो भित्रीपट्टिको नि इन्टेरियरहरू अलिकति छ ल कम्प्लिट नभएको तर बाहिर एकदम सहेको रहेछ र भ्यू हेर्नु क्या दामी देख्छ यहाँबाट यता मुनि भ्यू चाहिँ तर अहिले चाहिँ केही देख्दैन अलिअलि जति देखेको छु म तपाईँलाई देखाइदिन्छु यही त अहिले देखेकै खासै देख्दैन के राति चाहिँ यति मात्रै छ गाइस अहिले चाहिँ भने हाम्रो यहाँ कफी अर्डर गरिसकेको छौँ र यहाँ पर्खिरहेको छ नि त तिनजना र कफी चाहिँ आउँदैछ भन्थ्यो पर्खिरहेको छौँ यहाँ हाम्रो चाहिँ हल्का होइन यसो गफ सफ गर्दै बस्यो भने होइन अब यहाँ हाम्रो ब्लगर चाहिँ कहाँ गर्छ भन्दा यता साम्चीबाट छ भने म सर्पङबाट भयो यता ब्रदर छ ढाकापेला त्यहाँबाट छौँ तिनजना किन अब फाल्टै ठाउँको आज चाहिँ सँगै भएर हामी होइन यसो गफ सफ गरेँ होइन हल्कासँगले भिडियोहरू बनाएर यहाँ बसिरहेको छौँ भने अहिले चाहिँ यहाँ कफी पर्ख्यो होइन म चाहिँ थिम्पूबाट आउँदा रात पऱ्यो त्यो भएर के भन्नु रात त परेको थिएन उता यता गर्दा ढिलो भयो नि त त्यो भएर यता चाहिँ राति मात्रै आइपुगेर यहाँको दागानाको भ्यू चाहिँ त्यति साह्रो राम्रो खिच्नु पाएन भने कफी आइपुगेछ र भोलि बिहान आउनुहोस् यहाँ दागापेलाको भ्यू देखाउनुलाई चाहिँ है त ल तपाईँले मेरो अब होइन फुल ब्लग हेर्नुको लागि चाहिँ एक दिन पछाडि देख्नु सक्छ म युट्युबमा अपलोड गर्नेछु भने अहिले चाहिँ सर्ट गरेर म यो चाहिँ हालिदिन्छु ल यति सब्सक्राइब गरेको छैन सब्सक्राइब गरिदिनु होला र थ्याङ्क ल गाइस म चाहिँ नै यहाँ रमेश दादाकोमा यता बसेँ र धेरै धन्यवाद दादालाई होस्ट गरिदिनु भएकोमा र खानाहरू पनि खायो एकदम के बनाउनु भएछ अनि एकदम स्पेसल ट्रिटमेन्ट धेरै अब खाना खाएर टावल ल्याउनु बिर्सिन्छु नि त अब चाहिँ यहाँ अब रेस्ट गरेर अब सुतेर भोलि चाहिँ यता कता दादालाई घुमाउनु लाने भनेर भन्दैछ र भोलि चाहिँ यता घुम्ने छु घुमेर 12 बजे चाहिँ अब फर्किने चाहिँ यता र त्यसको लागि स्टे ट्युन अपडेट गर्नेछु र भिडियोहरू हेर्नुहोस् है त